हाई गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ। त्यही फेरि भिडियो बनाउँदैछु। यो चाहिँ अब बनाउनै पर्छ। मेरो उल्लाबारीको यो चाहिँ देउसुरेको आज इभेन्ट प्रोग्राम छ अनि सो ब्लु ओसनमा आइरहेको छु म चाहिँ। अनि अहिले चाहिँ मान्छे कोही आएको छैन, म्युजिकले कपिराइट आउनु सक्छ। सो अनि मेरो त्यो खुट्टा पनि दुखिरहेको छ, त्यही पनि आइरहेको छु। अब आफ्नै गाउँको भनेर त आउनै परिहाल्यो। मैले त सुरुमा इन्ट्रो भिडियोहरू बनाउनु पाइनँ। सो इन्जोय गर्नु होला। अब डान्स पनि हुन्छ एकछिनमा, मान्छेहरू भेला हुँदैछ। गाइड अहिलेसम्म म बाँकी रहेको देखाउँछु। म चाहिँ अघि नै आएको होइन, म त आउनै पर्छ। अनि यहाँ सन्चै पनि छैन, त्यही पनि आइरहेको छु म चाहिँ। रिहर्सल हुँदैछ बोल्नुको लागि त्यो रिहर्सलमा यहाँनिर खातामा देख्ने कार्यक्रम हुँदैछ। दिदीबहिनी थ्याङ्क यू वरुण सर। म उल्लाबारी नगरपालिका हङकङका उपाध्यक्ष सूर्य लिम्बू आज उपस्थित हुने सम्पूर्ण उल्लाबारीवासी दाजुभाइ तथा दिदीबहिनी र अन्य मित्रहरूलाई ह्याप्पी दीपावलीको शुभकामना भन्दै आजको कार्यक्रम समापन भएको जानकारी गराउँछु। धन्यवाद। काली के सारा फोटो खिच्न लगाएको बुढासकालमा पनि भगवान् यस्तो हुँदो रहेछ फोटोग्राफर चाहिँ। जोतको फोटोग्राफर ल हाम्रो वरिष्ठ उल्लाबारी दाजुभाइ सोल्टी हजुर आउँछ नि यो भ्लगमा नआए त ह्यान्डसम सोल्टीहरूलाई नल्याए त फेरि बिजोक हुन्छ। हाई हेलो गर्नु न, वेलकम छ वेलकम छ। अनि आजको के अरे कार्यक्रम यस्तो दुई शब्द जहाँ भन्नु न। आदान प्रदान एकदम भव्य हुँदैछ हाम्रो है। अहिले अब जसकोही आएको छैन, आउने हुनुहुन्छ गेस्टहरू सबैलाई वेलकम छ। ल आफूले पनि वेलकम। हजुर ल हस् त ल हजुरलाई लजाएर त खपिसक्नु छैन फेरि। हाम्रो दिदीलाई वेलकम छ, धन्यवाद। आज हाम्रो देउसुरे उल्लाबारी भेला दियो। अब एकछिनमा हामी त यहाँ पुरा प्रिपेयर हुँदैछ। अनि यतानिर त यहाँनिर अतिथितिर लगाइदिनु पर्ने अरे होइन। देउसुरेको अतिथि भेला भइसकेको छ। अन्त एक ग्रुप मात्रै छ यहाँ चाहिँ, अरू त्यो आउनु बाँकी छ। प्लेन फ्राइज मैले त यति खाना आँटेको चाहिँ टन्नै तितेहरू लिइरहेको छु। मरद यहाँ चाहिँ रजनीगन्धा बाँध्दै हुनुहुन्छ। यहाँनिर फ्री खानेहरूलाई फ्री। यहाँ त टिकट सिस्टम पनि छ है। खै देखाउनुहोस् त एडभर्टाइज चाहिँ फ्री है। ओके छ त, सम्पर्क गर्नु होला। यदि कोही इच्छुक हुनुहुन्छ एकदम कन्ट्याक्ट नम्बर पनि राखिदिन्छु। कन्ट्याक्ट नम्बर चाहिँ त्यो स्क्रिनमा तपाईँले पाउनु सक्नुहुन्छ। टिकट पनि छ देउसुरे। ल हाम्रो डान्सर बहिनीहरू पनि आइपुगिसकेको छ। यहाँ भर्खर एन्ट्री मार्दै छन्। ल दिदी तिनवटा कोही त भर्खरै आउनु भयो त। म त नमस्ते दिएको यस्तो लगाइदिनु है। लु टेबलमा राख्नु के यहाँ त पुरा हिसाब किताब है। ए यो पुग्छ, युट्युबमा पुगेपछि पुग्छ ल है। हाम्रो त यो उल्लाबारीको हस् त। ए धन्यवाद। के छ त अनि खाइबजोग सबै पुग्छ। हेर्नु होला तपाईँ पनि है। ए हस् त। फाइनली मान्छेहरू चाहिँ अब अलिअलि गरेर आउनु थाल्ने सक्नु भइसकेको छ। यतातिर पनि आइराख्नु भएको छ। पुरै बिहान सार्दै हुँदैछ। अहिले मलाई देखेको छैन, अहिले जस्तो यतातिर यता हल्का
यति त भइसकेको त भित्र पनि छ आधी उधी आउनु बाँकी छ धन्यवाद त्यो छेउमा बस्नेहरू थपडी मार्नु कसले अनि कुन एङ्गलमा भनेछ हेलो हाम्रो भेना ल ल यहाँ हाम्रो गाउँको ह्यान्डसम दाई है ह्यान्डसम दाई हाम्रो भीम दाई है भीम दाई है हेलो यहाँ चाहिँ छुट्टै कार्यक्रम छ है सबैको यहाँ चाहिँ छुट्टै कार्यक्रम यता हाई हाई हाम्रो डान्सर बहिनीहरू उलाउरी नगरपालिका परिवारका अग्रज व्यक्तित्व हाम्रो सल्लाहकार आदरणीय दाई लक्ष्मी पोमोज्यू र जुन यसरी हामी यो प्रत्येक वर्षको जुन हाम्रो नेपाली चाडबाड यसरी मनाइराख्दाखेरि हामीलाई आफ्नो गाउँघरको धेरै याद आउँछ हामीले धेरै मिस गर्छौँ र यो कर्मभूमिमा पनि यसरी हामी एक आपसमा भेला हुनु पाउँदा एउटा समाजको व्यक्तित्वहरू यहाँहरूलाई यो उर्लाबारी नगरपालिकाको दिपावलीको तर्फबाट म हार्दिक स्वागत गर्न चाहन्छु। तथापि अहिलेको हाम्रो कार्यक्रम दीप प्रज्वलन रहेको छ जुन यसमा चाहिँ पक्कै पनि हामीले दसैँ र दिपावली शुभकामनामा एक पूर्ण रूपमा जुन यो दीप बले यस्तै उज्यालो सबैको घर परिवारमा दीर्घायु सुस्वास्थ्य उत्तरोत्तरको हामी कामना गर्न चाहन्छौँ र यसरी नै हामी हरेक वर्ष हरेक सालहरू समक्ष भेट्नु पाऊँ एकअर्का शुभकामना आदान प्रदान पाऊँ भन्ने एउटा हाम्रो चाहिँ मान सम्मान रहेको छ। धन्यवाद। र यो स्वागत मन्तव्य कार्यक्रम गर्ने क्रममा मैले पनि नगरपालिकाको हाम्रो संयोजक हुनुहुन्छ सूर्य पालङ्गाज्यू यो आजको हाम्रो पोइन्ट चाहिँ उहाँलाई आफ्नो मन दुई शब्द कुरा राखेर आफ्नो काम लास्ट फाइनली फोटोसुट है रेडी 1 2 3 1 2 3 हाम्रा तँ मान्छे कहाँ हराएको थियो कि कस्तो के डेटिङ गएको थियो अरे हाई त गर न त्यसो लगाउनु पर्दैन त्यस्तो र है दाइ नमस्ते नमस्ते जनता तो पारिए आहै बलिमा राजको आहै हुकुम गर्दा आहै देउसी खेल्दै आहै आयो हामी आहै गोरख आहै आयो हामी आहै सुपारी चाम्रो आहै सुपारी चाम्रो आहै हाम्रो तिहार आहै संसारकै राम्रो आहै संसारकै राम्रो आहै त्यसैले गर्दा आहै साथी भाइ आहै झिलिले साथमा आहै घुम्दिन म त धेरै कुरा दुख्छ क्या मेरो त आहै औँसीको रातमा आहै बत्तीको आहै यहाँ मात्रै होइन आहै सारा संसार आहै घुम्नै पर्छ आहै डुल्नै पर्छ हेलो हाम्रो दाइ देउसिरे चाहिँ हान्नु पर्यो देउसिरे चाहिँ हान्नु पर्यो दक्षिणा कति हाल्नुभयो दक्षिणा कति राख्नुभयो
है एकपटक आउँछ स्वर निकाल्नु अलिक स्वर अलिक स्वर यति गर्दै हुनु परेन खै त स्वर 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 यति गर्दै हुनु परेन उलाबारी युवाहरू यस्ता त चेली बेबी अलिक दसरी भन्नु भन्छन् है भाइ हो भन्छन् है भाइ हो देशी भन्दै जाँदा मेरा भाइ हो मेरा भाइ हो लेखको काने देशीको माने देशीको माने यसपालिको भट्टाउने दिनमा पाएको मैले भट्याउनलाई त्यसमा आफैले नि राखिदिएको हजुरले चाहिँ आशिष दिन आइदिन ल है साथी है दक्षिणा नपुग्दा है अझै झार्छन् भनी है ब्लु ओसनका है साहुलाई सम्झे है ब्लु ओसनका है साहुलाई सम्झे है दान दक्षिणा है नझरिकन नै छैन है त्यसैले गर्दा है चारै कुने है यो स्टेजमा है नाची नाची है कम्मरै भाँची है दान दक्षिणा है नदिएसम्म है उफ्र है भाइ हो है उफ्र है भाइ हो है हामी त्यसै है आएका होइनौँ है बलि महाराजको है बुढामा पाका है बर है गाजीमा रहँ यत्तिकै जाने हाम्रो आचार्य पाहुना मित्रहरूलाई उहाँले साह्रै मजाले फेरि मनको बिर्को खोलौँ भने दुखीमा जाने डर छोडीमा जाने डर फेरि घुम्दैमा फिर्दै आउने मान्छेको त हुँदैन पो भन्छन् हौ भर सेवाको सेवा हो
यसपालि हिउँदो महिनामा बिहे नगरी भा छैन कन्याको ठहर ठेगाना केही पनि टुङ्गो ला छैन यसपालि हिउँदो महिनामा बिहे नगरी भा छैन कन्याको ठहर ठेगाना केही पनि टुङ्गो ला गाइस फाइनली म त घर जाँदैछु अनि के रहेछ मैले ट्याक्सीमा घर जाँदै हो मेरो खुट्टा दुःख साह्रै अनि त्यही नाच्दैछन् मान्छेहरू त्यहाँ कतिजना नाच्दैछ पुरै चिल्लो आएछ न मैले ट्याक्सीमा घर जाँदैछु एक्लै अनि भेनाले त्यो सँगै जाउँ भन्दै हुनुहुन्थ्यो अनि म त मेरो खुट्टा दुःख म घर जान्छु भनेर चाहिँ म चाहिँ लागेँ गाइस